नमस्कार गाइस, नेपालको कुना काप्चाबाट हेर्नुभएको, विदेशको कुना काप्चाबाट हेर्नुभएको, तल्लो घरबाट माथिल्लो घरबाट 7 तल्ला 10 तल्लाबाट हेर्नुभएको छ। आजको लन्च तपाईहरुको केबाट सुरु भयो? मेरो लन्च आफ्नै बारीमा फलाएको कोदोको पिठो ढिँडो बनाई भएको छ अनि आफ्नै बारीमा रोपेको मूला अनि आफ्नै बारीमा रोपेको प्याज अनि आफ्नै घरमा बनाएको सुकुटी अनि आफ्नै फर्ममा राखेको कुखुराको अन्डाबाट भएको छ। अर्गानिक खाना खानुस्, आफ्नो शरीर स्वस्थ राख्नुस्।